Hi guys, good morning, namaste, sewa, welcome back to my new vlog. म छु अहिले काठमाडौँ सहरमा अनि आज चाहिँ हामी घुम्न जाँदैछौँ। म एउटालाई गीत बन्द गर भन्यो, अर्कोले बजाइदिन्छ साइडबाट अनि यस्तै भएपछि चाहिँ मलाई कपिराइट लाग्छ नि त। अनि भ्लग बनायो भने यतिकै बन्द गर्नु। म छु अनि मेरो बुढा अनि आज चाहिँ हाम्रो स्पेसल म्यानहरू हुनुहुन्छ जो चाहिँ टिकटकमा एकदमै धेरै बिजी हुनुहुन्छ। उहाँहरू चाहिँ हुनुहुन्छ मेरो दिदीहरू। अर्को हामी चाहिँ यहाँ पठाउको ओइटमा छौँ। कहाँ यो ठाउँ पनि अजिब गाउँ कि काठमाडौँ सहरै कटेर यता कपिल कता आएको जस्तो छ। कपनतिर यो चाहिँ पुरै गाउँ जस्तै छ कि। अनि कोही कता पुगिसक्यो गाडी पनि नपाइने ठाउँ रहेछ। हामी जाँदैछौँ स्पेसल ठाउँमा सपिङ गर्नुको लागि। यहाँ आएपछि त्यहाँ सपिङ गर्न गएन भने त अचम्म हुन्छ। काठमाडौँ महल जाँदैछौँ पुरै। त्यो महल त नगएको कोही छैन। धनी मनी गरिब भिआइपी काठमाडौँ महल आउनु होला मेरो मैयालाई भेट्नु। हामी चाहिँ अहिले छौँ कहाँ छौँ? न्यु रोडमा छौँ। हामीले चाहिँ खतरनाक सपिङ गरिसकेका छौँ। के गऱ्यौँ भने चाहिँ अहिले घर गएपछि देखाउँछौँ। अनबक्सिङ गर्छौँ। अहिले चाहिँ हामी न्यु रोडमा यसो घुम्दै छौँ। यहाँ यसको दिदी बहिनीले झगडा गरेर हानाहान गरेर रोएर कोपर च्यात गरेर चाहिँ के भयो भन्दाखेरि रोएर आँसुले पुरै बागमती नदी भरियो। त्यही हो। अनि हाम्रो यहाँ पछाडि हुनुहुन्छ 3 जना ग्याङ। हामी चाहिँ अघि हामी चाहिँ मेन भइहाल्यौँ। उनीहरू चाहिँ पछि हामी सुयौँ, उनीहरू त आएको। हामी अब यहाँबाट बसन्तपुर जान्छौँ। कहिले भन्दा टोमेटो र वर्षा रन्जित कार भेटिन्छ कि मैले फलो पनि गरिरहेको छु कि त्यही भएर अहिले त म राम्ररी देखिएको छु क्यामेरामा गाइजहरू। यता हाम्रो सर पनि आउनु भएको छ, डाक्टर साहब। फाइनली बसन्तपुर कहाँ किन्दैन त पैसा दिनु। अहिले म बेरोजगारी छु। म चाहिँ के काम गर्ने सरकारी जागिर खान्छु र भने म पनि ठुली भएर कमाउँछु अनि किनिदिन्छु। फाइनल्ली गाइज हामी चाहिँ यहाँ बसन्तपुरमा पनि आइपुगेर पनि फोटो भिडियो खिचेर यता अझ पनि सकेको छैन। हाम्रो डाक्टर साहब चाहिँ रिसाएर कहाँ पुग्नुभयो। हामीलाई चाहिँ जति फोटो खिचे पनि नपुग्ने। अनि उसलाई चाहिँ फेरि छिटो जाम आरे जा लिनिहालौँ। आइपुग्नु भएछ हाम्रो हाकिम साहब। एक जोड जुत्ता किनेको बोकेको छ। यहाँ घर आइपुगिसक्यौँ होइन। अनि के किने भन्दाखेरिमा कहाँ गयो ब्याग। म चाहिँ यहाँ एउटा खतरनाक ब्याग किनेको छु वीरकुटी मण्डपबाट। यो चाहिँ यो ऐना चाहिँ मैले पछि राखेँ। यो ब्यागलाई चाहिँ कति भनिरहेको थियो उही सुरुमा 1850 भनिरहेको थिएँ। अनि मैले चाहिँ 1000 भने, फेरि 1700 भने, मैले 1000 भने, फेरि 1500 भने, फेरि मैले 1000, फेरि 1300 भने, मैले 1000 भने, फेरि 1200 भने, 1000 भने, फेरि 1100 भने, मैले 1000 त 1000मै लिएर आएँ होइन। अनि एउटा सुज छ मेरो पोइको लागि, त्यसलाई चाहिँ 2500 भनिरहेको थिएँ। अनि मैले 1500मा लिएर आएँ। प्लस अनि अरू एउटा चस्मा किने। कहाँ गयो त्यो चस्मा त म थम्बनेलमा फोटो खिचेर राखेको हुन्छु, देखिहाल्छ होइन। अनि त्यसपछि म चाहिँ पेट दुखिरहेको छ अहिले ठुलो बोल्नु मिल्दैन। अनि हुडी सेटहरू चाहिँ कसैमा 4500 कसैमा 3500 त्यस्तै भनिरहेको थियो। त्यो चाहिँ हामीले 2000मा लिएर आयौँ। अनि अरू के किने मैले किने
अनि यसले किने के हो त्यो वान पिस जस्तो न। हामी चाहिँ अनि आज फर्क्यौँ काठमाडौँदेखि। अनि यो चाहिँ हो नागढुङ्गा क्रस भइसकेपछि देखिने सुन्दर हिमाल। मेरो गाउँको नजिकै, मेरो गाउँ चाहिँ यो डाँडाभन्दा अलि यतै छ। नौबिसे गाविस थियो पहिला चाहिँ, अहिले चाहिँ धुनेबेसी 9 वडा नम्बर 9 जुगेडी हो। युनाइटेड सिमेन्ट फ्याक्ट्री नजिकै छ मेरो गाउँ चाहिँ। अनि यहाँदेखि चाहिँ खासै जाम परेन। बिहान चाहिँ जामै थिएन क्या। म चाहिँ सोचेँ नाइट बसहरू कति छिटो कटिसकेको रहेछ भनेर हामी चाहिँ बिहान काठमाडौँ कपनदेखि त्यस्तै 8 बजीतिर हिँडेको हो। अनि भिडियो गराउँदै हिँडे बाटोमा। अनि के गर्नु र आफू जन्मेको ठाउँदेखि उति टाढा पुग्नु पर्ने रहेछ मलाई चाहिँ होइन। म चाहिँ धादिङको मान्छे, सल्यान आइपुग्नु भनेको। अनि सोच्दै हिँडे सबै साथी सङ्गी यतै छ, म मात्रै कति पर पुगेँ भनेर भिडियो गराउँदै हिँडेँ। अनि यहाँ आइपुगिसकेपछि चाहिँ मैले भिडियो गराइरहेको थिएँ। सुरुङ मार्गको भिडियो बनाउँछु भने त भिडियो नै भएको रहेन रहेछ कि। अनि के भिडियो भएको रहेन रहेछ। अनि के दिमाग खराब भयो एकछिन त आफैलाई देखेर। त्यसपछि आयौँ कुरा गर्दै गफ गर्दै काठमाडौँदेखि तुलसीपुरको यात्रा 436 किलोमिटर बाइकमा। दिमाग खराब भएको थियो। अनि खासै जाम भएन, यतातिर चाहिँ जामै थिएन। बाटो पनि ठिकै बनेको रहेछ। बाटोले दिमाग खराब बनाएको भनेको चाहिँ हामीलाई दाउनेमा हो। धुलो, एकदम धुलो। अनि कतै पानी हालेको ठाउँमा चाहिँ चिप्लो के, बाटो एकदमै चिप्लो। जाम चाहिँ हामीलाई कहाँ पर्यो भन्दाखेरि मुगलिनमा चाहिँ जाम पर्यो होइन। अनि एक ठाउँ चाहिँ पुलमा जाम परेको थियो। यो पुल बलियो छ कि छैन, पुल भाँचिन्छ कि के गर्छ भनेर मेरो बुढा चाहिँ यताउति हेरेको होइन। लाज मर्नु, किन भाँचेला भन्छु म चाहिँ। भाँच्यो भने त हामी खस्छौँ, हामी मर्छौँ होइन। उसलाई चाहिँ भाँच्ने ठुलो रहर के। अनि त्यसपछि बाइकहरूलाई त खासै जाम पर्दैन नि त होइन। गाडी कट्ने बित्तिकै त्यसको पछि हिँडिहाल्ने हो। अनि जाम त नत्र त झन्नै के को जाम हो फेरि केही थाहा भएन। बाटो बनाउनु लाग्न चाहिँ एउटा गाडी बिग्रेको जस्तो हो कि के हो त्यस्तै देखिरहेको थियो। जाम हामीलाई पनि पर्न त आधी घन्टा जस्तो। त्यसपछि अनि हामी आयौँ। हामीले चाहिँ खाना चाहिँ मुगलिनमा खाइयो। जाम त यति लामो जाम, बिचरा गाडीमा कति गाह्रो भयो होला होइन। कोही बच्चासँगकोलाई चाहिँ मलाई एकदमै माया लाग्छ, किनभने मेरो पनि बच्चा भएको भएर हो होइन। मलाई चाहिँ कहिले घर पुगौँला र मेरो बच्चालाई देखौँला भेटौँला भइरहेको थियो। अनि जामै सकिन्न हाम्रो चाहिँ। अब बाइकमा भएको भएर छिटो आइयो। नत्र त यो जाम त यति लामो जाम के। त्यही सोचिरहेको थिएँ कि नाइट बसहरू कति छिटो नागढुङ्गा क्रस गरे भनेर बिहान। तर बसहरू चाहिँ सबै मुगलिनमै रहेछ। बस अनि कार सबै गाडी, अब ट्रकहरू त्यही रहेछ। अनि मैले भोइस ओभर गर्नुको कारण चाहिँ मैले बाटोमा नबोलिकन भिडियो बनाएको थिएँ नि त। त्यही भएर मलाई अब आफ्नो ठाउँ बल्ल पुगेको कति वर्षपछि अब छोडेर चटक्कै हिँड्ने बेला अनि मलाई बोल्ने मनै लागिरहेको थिएन। त्यही पनि मन नलागी आइयो होइन। अब सबै ठोक अब त मेरो यतै भइसक्यो नि त। अनि त्यही भएर पनि आउनै पर्यो, बसौँ भनेर पनि अनि भिडियो गराउँदै आइरहेँ। अनि यता दाउनेतिर त मैले बनाउन पनि सकिनँ। यति धुलो अगाडिको गाडी पनि नदेखिने, आफूले पनि नदेख्ने, उनीहरूले पनि देखेको छ कि छैन होइन। हामी त झन् बाइकमा ल अब हामीलाई देखेन भने त मार्छ होला गाडीवालाले भन्दै आइयो। अनि मनोकामना हो यो चाहिँ, सबैजनाले दर्शन गर्नु मनोकामना भिडियोबाट होइन। यहाँदेखि चाहिँ जाम थिएन, सक्यो जाम। अनि यता दाउनेतिरको बाटोले चाहिँ मलाई यति रुवायो म जिन्दगीमै जान्न भन्ने जस्तो बनायो। यस्तो बाटो धुलो अप्ठ्यारो त्यस्तै बन्न चाहिँ बनिसकेको छ। तर 1 घन्टा जति चाहिँ छ जाम होइन। त्यो बाटो बिग्रेको छ कि, नत्र बनाउन त बनाएको तर धुलो कतै के। यो चाहिँ मुगलिनमा हो। यहाँ आइपुगेर मैले क्यामेरा अन गर्दा त मेरो फेस ओहो धुलो के। अब बाटो त्यस्तै छ नि त, जे भयो काठमाडौँ पुग्ने हाइवे पर्यो होइन।
यो चाहिँ कहाँको क्लिप हो भन्ने नि मलाई थाहा भएन भिडियो गराएको रहेछु कहाँको हो म आफै कन्फ्युज भएँ अनि यो चाहिँ लास्ट भिडियो आउने बेलाको अनि यहाँदेखि चाहिँ मैले बनाउँदै बनाइनँ एकैपल्ट आइपुग्यो दाङ यहाँदेखि चाहिँ मैले बनाइनँ यो चाहिँ जाने बेलाको भिडियो हो नारायणीको होइन मेरो नामको नदी भनौँ कि नदी चाहिँ मेरो नाम हो कि के हो केही थाहा छैन यही नाम हेरेर चाहिँ मेरो नाम राखिदिएको होला क्या यो नदी हेरेर चाहिँ मेरो नाम राखिदिएको होला होइन युनिक नाम छ नि मेरो जस्तो नाम त कसको होला र फेरि अचम्मको नाम छ मेरो त नारायणी ठिकै छ पहिला चाहिँ अप्ठ्यारो लाग्थ्यो अनि अहिले चाहिँ मैले 5-6 जना मेरो नामको मान्छेहरू भेटिसकेँ अनि खुसी लाग्छ नत्र पहिला के नाम राख्दिएको यस्तो यो अजिब जस्तो लाग्थ्यो मलाई यो भिडियो पनि जाने बेलाकै हो अनि यो चाहिँ दाउनेको बाटो त्यो जो नराम्रो बाटो कटिसकेपछिको यो चाहिँ राम्रो बाटो हो यस्तै बाटो भएको भए त हामी अहिले नारायण घाट पुगिसक्थ्यौँ होला है भन्दै दुईजनाले गफ गर्दै बनाएको भिडियो गफ गर्दै कुरा गर्दै गइयो हामी चाहिँ होइन जाने बेला पनि हामी चाहिँ जाँदाखेरि बुटोल बास बस्ने हिसाबले गइयो अनि बुटोलदेखि चाहिँ बिहानै 7 बजे हिँडेको अनि हाम्रो धादिङमा काम थियो कामसाम सकेर हामी काठमाडौँ पुग्ने बेला चाहिँ 6 बजिसकेको थियो अनि जे होस् बाइकमा भरमन भइरहेछ हाम्रो चाहिँ यति लामो यात्रा होइन त्यही पनि बच्चाहरू छोडेर गएको बुटोलबाट 7 बजे हिँडेको हामी चाहिँ सिजी 10 बजे पुगेको थियौँ 3 घन्टा लाग्यो सिजी जानलाई त्यस बाटो अप्ठ्यारो भएर हो नत्र छिटो पुगिन्थ्यो अनि हामी खाना चाहिँ नारायण घाट पुगेको थियो खाना खाएर यताउति गर्दाखेरि हामी धादिङ खाने खोला चाहिँ त्यस्तै 2 बजे पुगेको थियौँ